हेलो नमस्ते सबैजनालाई सन्चै हुनुहुन्छ आरामै हुनुहुन्छ होला हैन। हामी पनि सन्चै छौँ आरामै छौँ। हामी घुम्ने क्रम जारी छ हैन। आज फेरि आमालाई श्री पशुपतिनाथको दर्शन गराउन लिएर जाँदैछौँ बिहानै। रेडी हुनुभएको आमा? के गर्दै हुन्छ? अब सबै सकेको त के गर्दै हुन्छ? चुटुक चटाक चुटुक हिँड्दै हिँड्दै जाने हो नि आमा? एकदम हिँडेर गाडी नचढ्ने आज हिँडाउने हो तपाईँलाई। एक्सर्साइज गर्ने ठाउँहरू बनाइदिएको रहेछ यहाँ। श्री पशुपतिनाथको मन्दिर छिर्ने दक्षिण द्वार। कति राम्रो छ, सफा चिटिक्क परेको। चिसो भएको छैन भाइ तँलाई? तर त्यस्तो धेरै चिसो त होइन नि त, होइन? पोर्की पराएर आएको थियौँ नि हामी एकचोटि, होइन? त्यति बेला त धेरै चिसो थियो है। पूजाको सामानहरू बेच्नुलाई धेरै मान्छेहरू हुनुहुन्छ। हामीसँग छ नि त, ल्याइरहेछ। हामीले ल्याएको छौँ अनि के पाउँछ नि? पाउँछ यो बाटो यहाँ अब ढाकी भयो फुल लिने पूजाको सामान। एउटै हो हाल्नेमै हो। बेलपत्र चुट्टेको बेलपत्र छन् त्यस्तो त छैन नि, सयको भाइ पालेको कुकुर हो भाइ हो? टोक्दैन नि? टोक्दैन हजुर। तिमीलाई नै घुसार्छ जस्तो छ। भर्खर 6-7 महिना त हो हजुर। यो हजुर कुन कुन जात हो यो? कहाँबाट ल्याएको? जातको होइन हजुर, उद्धार गरेर लिएर आएको बाटामा अलपत्र ए परेर ए ए यो चैतकोट जाँदा। ए ल ठिक छ ठिक छ ठिक छ, ठिक गर ल है त धन्यवाद। यहाँ अब जुत्ता राख्ने ठाउँ होइन, झोलामा जुत्ता हाल्ने, यहाँ बुझाउने। ल ल बा जुत्ता खोलेर ढुङ्गामा टेक्दा त सिरिङ सिरिङ गर्छ त। हामी पशुपतिनाथको क्षेत्रभित्र चाहिँ छिर्यौँ होइन। पुरा सायद हेरेर बसिरहेको हुन्छ नि यिनीहरू, कसको झोला लुटौँ भनेर। यसो फलफुलहरू, केराहरू, सुन्तलाहरू, स्याउहरू देख्यो भने जम्प हानिहाल्ने हो ढकीमा। हाई हेलो परेवाहरू चारो खुवाउने ठाउँ।
हेलो त्यसलाई मन्दिरमा पनि त्यस्ता छन् अनि भगवान श्री पशुपतिनाथको मन्दिरको मूलद्वार हो है यो चाहिँ। जय श्री पशुपतिनाथ की जय। आराध्य श्री पशुपतिनाथको दर्शन गरेर हामी निस्क्यौँ। अब यहाँ धुपबत्ती बाल्ने अरे। उल्टो बा सुल्टो त्यता यो ठाउँ भनेको चाहिँ मेन पशुपतिनाथ उत्पत्ति हुनुभएको ठाउँ अरे है साथी हो। सबभन्दा पहिला यहाँ पूजा गरेर अनि भित्र मन्दिरमा पूजा गर्नुपर्छ भन्दो रहेछन्। अब मैले पनि आजैबाट थाहा पाएको। अब तपाईँहरूले यो भिडियो हेरेर पहिला यहाँ पूजा गर्न आउनु है त। लाखबत्ती बाल्नलाई गुरुहरूले रेडी गर्दै हुँदो रहेछ। लाखबत्ती हेर्दै हो ल दर्शन गरेर आजलाई चाहिँ सिद्धि। अब कता जाने कता जाने? डुलुम न घुम्न आएको यत्रो पशुपति यात्रा घुमेर नसकिने छ अरे। यो घुम्न दिनभरि लाग्छ नि। आज दिनभरिमा पनि घुमि सकिँदैन नि घुम्नलाई त। कता कता बाँकी रहेको छ त्यो देखिन न। कता बाँकी रहेको छ सबै भगवान्को दर्शन गऱ्यो नि। गरिसक्यो। अझै छैन कि मतलब दर्शनार्थीहरू आज शनिबार भिड छ के अरे। अरू दिन त भिड हुन्छ, छुट्टीको दिन एकदम भिडभाड छ। गुरुहरू बस्नुभएको छ। पढेछ कि छैन? पढेछ कि छैन? गइरहेछ। यो पोलो सुनेर दर्शन गर्ने मान्छेहरू आइराख्नु भएको छ। हानि केही नि गर्दैन कि हानि गरेर छोड्छ त्यसलाई केही नि गर्दैन त्यसले फेरि भनेको केही गरे केही नि गर्दैन होइन त्यो नधेर्न छौ भनेको धेरै नछ गरियो होइन दर्शन पशुपतिको पशुपतिनाथको दर्शन गर्यो होइन त दर्शन गरियो भगवानले कि अझै गर्ने फेरि जाने घुम्न फेरि भगवानका कृपाले यहाँ हेर्नु नन्दी नन्दी हेर्नु जय नन्दी
डर पनि लाग्छ क्या यस्तो छ नि ल ल ल जय शम्भु जय शम्भु जय शम्भु यहीँ होइन हामीहरूले भाडा दिनुपर्ने फिर्ता उहाँ बहिनीलाई ल त्यो लाइन पहिला पुरै फुलै फुल भिड थियो प्यासेज थिएन अहिले बालेन सरकारले ड्याम गरेर कति आनन्द खुल्ला बनाइदिनु भएको रहेछ धन्यवाद बालेन सरकारलाई पनि ल ए पहिला यो प्यासेजमा चाहिँ तपाईँको फुल बेच्नेहरू बसेर मान्छे तल मात्र यहाँबाट मात्र हिँड्न मिल्थ्यो केही थिएन अहिले कति राम्रा राम्रा कोठाहरू बनाइदिएको रहेछ अब यसरी व्यवस्थित तरिकाले गरेपछि तीर्थस्थल पनि स्ट्यान्डर्ड भिआइपी भयो नि होइन ल हेर्नु कति राम्रो सायद यो भाडामा लाउँछन् होला अब यहाँ चाहिँ तपाईँको फुल पूजाका सामानहरू बेच्नलाई बनाएको होला पशुपति विकास कोषले यो पनि राम्रो गरेको रहेछ दर्शन गरिसकेर चिया पिउनतिर लाग्यो फेरि घुमेर चिया खान आउन पाइयो हाम्रो कालु दाई के छ चिया खाने हो र चिया खाने हो पहिलाइसक्यो होचन बनाइदिनु पारो आज हाम्रो बुढी आमालाई निकै हिँडाइयो निकै हिँडेर आइयो होइन हाम्रो घर छोडिदिनु पर्यो छोड्ने आउँछ ए तपाईँको घर हाम्रो कोठा के छ भाइ हाम्रो त्यो कति नम्बर रुम हो त्यो हाम्रो मिलाइदिनु न ल हामी निस्किन्छौँ